हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। मैले चाहिँ ब्लगहरू चाहिँ पोस्ट गरिरहेको छु, बट अहिले स्टडी भिडियो चाहिँ फर्स्ट टाइम गराउँदैछु। मैले योभन्दा पहिला एसएलसी दिएको क्लास 12 को त्यति बेला चाहिँ मलाई पनि आफैलाई शङ्का लाग्थ्यो कि इज इट पोसिबल टु गी A+ इन सामाजिक भनेर। अनि मैले कतिवटा भिडियो स्क्रोल गर्थेँ, कतिजना टपर्सहरूको इन्टरभ्यू हेर्थेँ अनि सबैको इन्टरभ्यूबाट मैले कमन चिजहरू चाहिँ निकालेर त्यही हिसाबले पढेको थिएँ हैन। त्यसपछि मेरो पनि आइहाल्यो A+ सामाजिकको थ्योरीमा। सो विदाउट डिले म पनि त्यतै जान्छु, किन भन्दा मेरो पनि आफ्नो एक्जाम चलिरहेको, मैले पनि पढ्नुपर्छ। सो फर्स्ट चाहिँ पढ्ने चाहिँ कसरी, एक्जामको बेला पढ्ने कसरी, मैले चाहिँ हल्का नोट बनाइराखेको छु, किन भन्दा फर्स्ट टाइम भिडियो बनाउँदै होइन। सो सुरुमा चाहिँ नोट्स बनाउनु पर्छ है। पढ्नको लागि चाहिँ सुरुबाटै नोट्स बनाएको हुनुपर्छ। अनि त्यो नोट चाहिँ आफूलाई याद हुनुपर्ने, आफ्नो हिसाबले सरले बनाइदिएको नोट भन्दा नि आफै बनाउनुपर्छ, किन भन्दा सरले बनाइदिएको नोटहरू हामीलाई याद हुन्न, बट आफूले लेखेको थियौँ भने यो कतै न कतै त हामीले लेखेको थिएँ है भन्ने हुन्छ। नोटहरू चाहिँ राम्ररी पढ्नुपर्छ एक्जामको बेला। नोटको अलावा बुक नि हेर्नुपर्छ। के अरे सरले भन्नुहुन्छ नि, सरले त भन्नु न, हामीले आफै भन्छौँ होइन। सामाजिकमा जहिले नि बाहिरबाट क्वेसन आउँछ भन्छौँ, बाहिरबाट आएको हुन्न, त्यो हाम्रो आएको हुन्छ, बाहिरबाट आएको हुन्छ, तर त्यो हाम्रो नोट बाहिरबाट आएको हुन्छ, बुकबाट आएको हुन्छ के। हामीले बुकहरू पढेको हुन्नौँ, हामीले नोट लेखेछौँ के अरे, नोटमा सबै छ भने नोट मात्रै पढेर जान्छौँ। त्यस्तो नगर्नु, किन बुक हेर्नुपर्छ, बुक सरेर। मैले पनि एक्जामको बेला 1 महिना त हामीलाई पढ्न भनेर उसो हुन्छ त्यो। मैले त्यसमा यस्तो अब दुई दिन गरेर पढ्दाखेरि एक दिन नोट हेर्थेँ, एक दिन बुक हेर्थेँ के। कति धेरै कुरा सिकिन्छ बुकबाट। हामीले नोटमा हामीले एउटा यत्रै डिफिनेसन मात्र पढ्यौँ भने बुकमा त्यो डिफिनेसन भन्दा धेरै हुन्छ नि त, एक्जाम्पलहरू हुन्छ, जसले गर्दा हामीलाई सजिलो हुन्छ। दोस्रो भनेको यो पढाइको बेला चाहिँ यस्तो दिमाग खराब हुन्छ भने पढ्नै मन लाग्दैन कि केही मोटिभेसनै आउनु। त्यति बेला मैले गर्ने भनेको चाहिँ म मोटिभेसन सङ सुन्थेँ है। यसो खाना खाने बेलामा भए पनि म मोटिभेसन सङ चाहिँ सुन्थेँ। कस्तो आफूलाई मोटिभेट हुन्थ्यो कि पढ्नुपर्छ, यस मैले गर्नुपर्छ भन्ने हुन्थ्यो। सो नेक्स्ट इज स्टडी ब्रेक। पढ्ने भनेर लगातार पढे चाहिँ गर्न हुन्न, बेला बेलामा यसो ग्याप पनि लिनुपर्छ, बाहिर फ्रेस हुनुपर्छ, सनलाइटमा देखिनुपर्छ। ओके, नेक्स्ट इज प्र्याक्टिस। सेटबाट लेख्ने प्र्याक्टिस चाहिँ गर्नुपर्छ। हामीले पढेको पढे गरेर नि हुँदैन, प्र्याक्टिस गर्नुपर्छ। सेटमा 3 घन्टा हुन्छ होइन, एउटा सब्जेक्टको 3 घन्टा। एक फेरालाई मात्र एक फेरा मात्र भयो नि, त्यो प्र्याक्टिस गर। 3 घन्टा टाइम दियो, त्यो 3 घन्टामा जसरी एक्जाम हलमा बसेर गर्थ्यो त्यसरी नै गर भन्दा नि मैले गरेको थिएँ भन्छ है। अनि नेक्स्ट इज हाम्रो त च्याप्टरबाट सिलेबस त फरक हुन्छ नि, मतलब यो च्याप्टरबाट यति मार्क्सको आउँछ भन्ने त थाहा हुन्छ नि, हो त्यही हिसाबले पढ्नुपर्छ कि। हामीले सबैलाई एउटै टाइम दिएर पढ्नु हुन्न, किनभने हाम्रो त्यो बुकको अगाडिपट्टि हुन्छ, त्यसमा लेखेको हुन्छ कि यो यति युनिटबाट यति मार्क्सको आउँछ, यति युनिटबाट यति मार्क्सको आउँछ भनेर। इफ बुकको अगाडि छैन भने हामीले त्यो के भन्छ गुगलहरूमा नि हेर्न सक्छौँ। अनि हामीले पास्ट क्वेसन पेपरहरू पनि हेरिराख्नुपर्छ। म आत्ते जस्तो भयो क्या है, फर्स्ट टाइम भिडियो बनाउँदै यस्तै हुन्छ। हामीले पास्ट पेपरहरू पनि हेर्नुपर्छ कि पास्ट पेपरबाट कति धेरै क्वेसन रिपिट भइरहेको हुन्छ। सामाजिकमा सेम चाहिँ रिपिट हुन्न, बट त्यही कुरालाई मिलाएर लेख्ने भनेर चाहिँ रिपिट भएको हुन्छ, त्यो चाहिँ हेर्नु। अनि यो त भयो कसरी पढ्ने भन्ने कुरा भयो है। अब एक्जाम हलमा चाहिँ के गर्ने भन्ने कुरा हुन्छ। एक्जाम हलमा हामीले गएपछि सुरुमा पेपर पाउँछौँ भन, त्यो पेपर सर र हेर्ने काम नगर, मेरो विचारमा नगर। किन भन्दा त्यहाँ हामीले एउटा पनि नजानेको क्वेसन देख्यौँ भने कति नर्भस हुन्छ भने, एकदमै नर्भस हुन्छ। त्यही भएर त्यो काम चाहिँ नगर भन्छ है मेरो विचारमा। मोस्टलीले चाहिँ सुरुमा पेपर पढ भन्नुहुन्छ, तर मैले चाहिँ नपढ भन्छु। क्वेसन राम्ररी आफूले लेख्ने बेलामा चाहिँ एकवटा क्वेसन राम्ररी हेर भन्छु है म चाहिँ। ओके, नेक्स्ट इज कसरी लेख्ने त भन्ने हुन्छ। लास्टमा जुन क्वेसन हुन्छ नि त्यो 8 मार्क्सको, त्यो सुरुमा लेख्ने, अनि 1 मार्क्सको लेख्ने, अनि 5 मार्क्सको लेख्ने भन्ने सुनेको छु मैले। त्यो चाहिँ सजेस्ट गर्दिनँ है, किन भन्दा क्वेसन पेपर आफै एउटा फर्मेटमा आएको हुन्छ कि सुरुमा 1 मार्क्सको लेख, अनि 5 मार्क्सको लेख, अनि 8 मार्क्सको लेख भन्छु है म। किन भन्दा हामीले 8 मार्क्सकोमा जति राम्रो लेखे पनि त्यसमा हाम्रो 7 भन्दा धेरै दिन मिल्दैन। बट अगाडिकोमा चाहिँ हामीले 10वटै एटेम्प गऱ्यौँ भने 10मा 10 त आउँछ नि, 1 मार्क्समा त काट्न मिल्दैन नि। त्यस्तो तरिकाले नि सोच्न पर्छ।
अनि के भन्छ अरे त्यो 4 मार्क्सको र 8 मार्क्सको हुन्छ नि, होइन 5 मार्क्सको र 8 मार्क्सको हुन्छ नि, त्यसमा चाहिँ सकेसम्म पोइन्टमा लेख्ने कोसिस गर। पोइन्टमा लेखे जतिको राम्रो केही नि हुँदैन। त्यो एक त त्यो टिचरलाई सबै कतिवटा पेपर गर्दा झ्याउ लागिसकेको हुन्छ, त्यही माथि प्याराग्राफमा देख्यो भने त झन् चट्टै काट्दिन सक्ने सम्भावना पनि हुन्छ। त्यही भएर पोइन्टमा लेख। अनि त्यो उसहरू लेख्दाखेरि हल्का ग्राफहरू पनि बनाउने गर, ग्राफ पाइ चार्ट त्यस्तो त्यस्तो। मैले आफ्नै कुरा गर्ने भने मैले यही सामाजिकको पेपरमा 3-4 ठाउँमा चाहिँ मैले त्यस्तो पाइ चार्टहरू फ्लो चार्टहरू चाहिँ बनाएको थिएँ है, जसले गर्दा हल्का इन्ट्रेस्टिङ देखिन्छ त्यो एन्सर पढ्नेलाई नि के। अनि त्यस्तो गरेर त्यही पाइ चार्ट गराएर हामीले पनि पढ्यौँ भने हामीलाई नि रिटेन्सन हुन्छ कि, हामीलाई सम्झिन पछिसम्म यस्तो थियो भनेर सम्झिन सजिलो हुन्छ। सरहरूलाई त सम्झिन परेन, त्यही पनि राम्रो देखिन्छ के, मार्क्स एक्स्ट्रा मार्क्स आउँछ भन्ने कुरा हो। अनि अर्को छ हामीले पोइन्टमा एन्सर लेख्छौँ नि, हल्का चिट कोडै भने नि भयो है। पोइन्टमा एन्सर लेख्दाखेरि नि एउटा पोइन्ट लेख्छौँ अनि हामीले तलबाट सुरु गर्छौँ त, पोइन्ट वाइज लेख्दाखेरि छोड्दैनौँ के लाइन, त्यसमा चाहिँ एउटा पोइन्ट लेख एउटा लाइन छोड, एउटा पोइन्ट लेख एउटा लाइन छोड। त्यसले गर्दा सफा पनि देखिन्छ अनि हल्का एन्सर धेरै पनि देखिन्छ। अनि हामीले 5 मार्क्सकोलाई 1 पेज जति ठिक्क हुन्छ, 1 पेज र यति लेख्दा राम्रो है। अनि 8 मार्क्सकोलाई चाहिँ 2 पेज लेख्दा राम्रो हुन्छ। अनि अरू लाइन चाहिँ तान्न पर्छ, एउटा क्वेसन सकिएपछि 4वटा लाइन छोड्ने अनि बिचमा ठ्याक्क लाइन तान्ने, पेनले पेन्सिलले लाइन तान्ने, स्केल र पेन्सिलले। टाइम नपुग्न सक्छ, त्यही टाइम नपुगे पनि अब हामीले 4वटा लाइन तान्यौँ भने त एन्सर छुट्टा छुट्टा हुन्छ, सफा नै देखिन्छ। त्यही पनि लाइन तान्यो भने अझै राम्रो देखिन्छ भन्ने कुरा हो। अनि अझ एउटा चिट कोड भनौँ जुन मैले गरेको थिएँ भन्नाले मैले गर्छु भनेर चाहिँ गरेको होइन, बट टाइम पुगेन अनि त्यही हिसाबले गरेको। तिमीहरूलाई पनि काम लाग्छ, किन भन्दा यस्तो थियो कि सामाजिकको पेपर थियो होइन, मलाई टाइम थिएन, मतलब यस्तो हल्ला हुन्छ कि एक्जाम सेन्टरमा त कुनैमा त। अनि मैले लेखेको थिएँ यति र यति लेखेको थिएँ, ठ्याक्क टाइम सकियो होइन। अनि यहाँबाट यति 2 पेजसम्म त पुऱ्याउनु पर्ने थियो नि त 8 मार्क्सको। अनि मलाई उसै भएन कि, आउँदै आएन कि, एक त हल्ला हुन्छ क्लासमा, त्यही माथि टाइम छैन, प्रेसरमा केही सोच्नै सकिन्न कि, जति ट्यालेन्ट भयो नि सोच्नै सकिन्न। अनि मैले के गरेँ, यतापट्टि ठ्याक्क सुरुबाट त हेरेँ, अलि बिचबाट हेरेँ, अनि यहाँको एन्सर छ नि हल्का अलिअलि वर्डिङ फरक गरेर यहाँ लेखिदिएँ के। एक्जामिनर हो कि चेक गर्ने मान्छेले यो सबै पढ्न त भ्याउँनु कतिवटा कपी हुन्छ, यत्रो चेक गरेर कहाँ सक्नुहुन्छ र होइन। त्यही भएर मैले त्यसरी लेखेको थिएँ, तिमीहरूले लेख्न सक्छौ इफ टाइम पुगेन भनी। मैले गरेको चाहिँ यही हो, यति गरेर मैले A+ ल्याएको हो सामाजिकको थ्योरीमा नै। आउँछ सामाजिकमा A+ आउँदैन भनेर चाहिँ मैले भन्दिनँ अब, किन भन्दा एक्सपिरियन्स छ। म पनि सामाजिकमा त्यति ट्यालेन्ट विद्यार्थी होइन, म पनि त्यस्तो ट्यालेन्ट होइन। त्यही भएर तिमीहरूले मिहिनेत गरिसकिन्छ। ओके, थ्याङ्क यू। आइरहनु म के बोले फर्स्ट टाइम बनाउँदैछु, त्यही भएर हो, मलाई माफ गरिदिऊ, म केही मिस्टेक बोलेको भए। अझै पनि हो हजुरले भनेको राम्रै लाग्यो मलाई भन्छौ भने अरू भिडियो नि म बनाउँछु, कमेन्ट गर तल। थ्याङ्क यू, बाई बाई।